गुड इभिनिङ एभ्रिवान। आज फ्र्याक्सन च्याप्टर हामी पढिरहेको छ। फ्र्याक्सनको हामी अनलाइक फ्र्याक्सन आज हामी पढ्छौँ। अनलाइक फ्र्याक्सनको हामी के पढ्ने आज एडिसन पढ्ने है। एडिसनमा के हुन्छ भनेको मानव हामीले फ्र्याक्सन थाहा छँदैछ। यो भनेको हामीलाई नुमिनेटर भन्छ। के भन्छ हामीलाई? नुमिनेटर भन्छ है। अर्को नामले के भन्छ? हामी टेकन पार्ट भन्छ। टेकन पार्ट, यसलाई हामी डिनोमिनेटर भन्छ। डिनोमिनेटर भन्छ। अर्को पार्ट, अर्को नामले के भन्छ? हामी टोटल पार्ट पनि भन्छौँ है। यसलाई हामी भन्छौँ होल भन्छौँ। के भन्छौँ? हामी होल भन्छौँ है। यो हामी थाहा छँदैछ। यसलाई भन्छ नुमिनेटर। अर्को नामले हामी के चिन्छौँ? टेकन पार्ट, यानि कि लिएको पार्ट। यसलाई हामी भन्छ डिनोमिनेटर, भनेको टोटल पार्ट, सबै पार्ट कतिवटा हुन्छ भनेर। यो भनेको हामीलाई, यसलाई भन्छौँ हामी होल भन्छौँ है। अब त्यसपछि हामी एडिसन पढ्ने कसको? अनलाइक फ्र्याक्सनको। मानव एउटा हामीलाई क्वेसन दियो 2/3 + 1/2 भयो है भनेको छ। योलाई हामी नुमिनेटर भन्छ। नुमिनेटर सेम भयो नि, या भयो या नभयो नि हाम्रो केही मतलब हुँदैन। बट योलाई हामी के हुन्छ भने लाइफ फ्र्याक्सन भनेको यो सेम हुनु पर्यो। बट सेम छैन भने के गर्ने? सेम बनाउनको लागि कि एलसिएम लिएर गर्ने कि मल्टिप्लाई लिएर गर्ने। एलसिएम हामी दुई तरिका गरौँला। अब एलसिएम छोडिदिने पहिला, अहिले मल्टिप्लाई गर्ने। मल्टिप्लाई भनेको 2 ले 3 मा मल्टिप्लाई गर्ने, 3 ले 2 मा मल्टिप्लाई गर्ने है। अब हेर्ने 2/3 इन्टु यो 2 मा गयो। सेम नम्बर 2 ले मल्टिप्लाई माथि पनि गर्ने, प्लस 1/2 यसले हामी अब यसमा मल्टिप्लाई गर्ने, सेम नम्बरका माथिले पनि गर्ने है। 4 भयो, यो 6 भयो, यो प्लस 3 भयो, यो 6 भयो, लाइक टर्म भयो। अब लाइक टर्म भयो, यो दुवैले हामी एक ठाउँमा हामी हालिदिने। 4 यो प्लसको प्लस, यो 3 के भयो? 7 भयो बाइ 6, यति आन्सर। यसलाई हामी होलमा पनि लिन्छौँ, तर बट यतिमै एन्सर राख्यो भने के हुँदैन।